हेलो मेरो गेमर साथीहरू, के छ सबैजनाको हलचली सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र स्वागत छ हजुरलाई मेरो फर्स्ट भिडियोमा। मलाई भिडियो बनाउनु त्यति आइडिया पनि छैन हैन। सो आज चाहिँ हामी यो ब्रान्ड न्यू टाटा 3118 ट्रकको रिभ्यू गर्न गइरहेको छु र यो ट्रक मोड चाहिँ नेक्स्ट दाइले बनाउनु भएको हो र यसको लिंक म डिस्क्रिप्सनमा राखिदिन्छु। सो ढिला नगरिकन भिडियोमा बढौँ है त। सो यो ट्रक मोड चाहिँ केही घन्टा अगाडि नै रिलिज भएको हो र हजुरहरूले नेटफ्लिक्स दाइको च्यानलमा गएर चाहिँ यसलाई डाउनलोड गर्न सक्नुहुन्छ र एकदमै रियलिस्टिक यो मोड रहेको छ है त। सो फर्स्ट एनिमेसन कीबाट चाहिँ ड्राइभर साइडको डोर ओपन हुन्छ र यो स्टियरिङको कभर चाहिँ हट्छ। एकछिन है देखाउँछु है त। ल नम्बर 1 एनिमेसन की यो हुन्छ है। अब नम्बर 2 एनिमेसन कीबाट चाहिँ के हुन्छ भनेपछि हाम्रो यो तिरपाल आउँछ र माथिको अगाडिको झ्यालको त्यो जाली लाग्छ हैन, जाली बन्द हुन्छ र जेड बाजा चाहिँ हाम्रो यो प्याच छ त्यो हराउँछ है, प्याच अनलोड हुन्छ र यो टायरहरू चाहिँ कार्ड भन्छ के भन्छ हैन, यो चाहिँ तल भित्र जान्छ है। र यसको खास कुरा के हो भने चाहिँ यसको खासियत के हो भने चाहिँ यसको चाहिँ पेडल्सहरू सब वर्क गर्छ कि। ल यहाँ हेर्नु है, हेर्न सक्नुहुन्छ भित्र पेडलहरू वर्क गरिरहेछ है र ओभरअल चलाउनमा एकदम स्मुथ छ यो गाडी है। यो चाहिँ एकदम रिकमेन्ड गर्छु हजुरहरूलाई। सो जस कन्ट्रोलिङ पनि यसको दामी नै छ। अनि एउटा कुरा के नोटिस गर्नुभयो र, यो जुन टायर माथि उठाएको छ नि त्यो हिँड्दाखेरि एउटै ठाउँमा अडिन्छ कि। अहिले त मैले त्यो ओह्रालो झर्दाखेरि टायर हल्का टच भएको थियो, त्यही भएर, नभए हेर्नु सक्नुहुन्छ एकदम यो जुन एक्सिलरेटरहरू काम गर्ने छ नि त्यो चाहिँ एकजनाले मात्रै गराएको छ कि। अब नेक्स्ट दाजु गरेर दुईजना भइसक्यो है। फर्स्टमा गराएको भने चाहिँ यो हरि भिट्स भन्ने च्यानल छ उसको जिप्सीमा बनाएको थियो। यो चाहिँ सेकेन्ड मोड हो र यो जुन टायर छ नि यो टायर चाहिँ अहिलेसम्म कसैले पनि बनाउन सकेको छैन कि। जस हाम्रो नेपाली मोड डेभलपर्सहरू चाहिँ एकदमै दामी वर्क गरिरहेछन् हैन, वी निड टु रेस्पेक्ट देम है। र एकदम दामी छ यो मोड, मलाई मन पर्यो है। हजुरहरूलाई के कस्तो लाग्यो नि। र अब यसको क्याबिनबाट ड्राइभ गरौँ हल्का है। सो ओभरअल दामी नै छ है मोड चाहिँ। हल्का सर्टकट लिँदै न त के हुन्छ र। जस एकदमै रियलिस्टिक यो मोड रहेको छ र मैले चाहिँ यो ट्राफिक मोड लगाएको छु है गाइज। र अर्को कुरा के हो भने चाहिँ यो जुन ड्यासबोर्ड छ नि त्यसमा पनि लाइट बल्छ कि राति चाहिँ देखिन्छ है। इन्स्ट्रुमेन्ट क्लस्टरहरूमा पनि येल्लो लाइटहरू बल्छ। सो एकदमै रियलिस्टिक यो मोड चाहिँ रहेको छ। होप कि सबैजनालाई मन पर्यो होला यो भिडियो। र भिडियो कस्तो लाग्यो
कमेन्टमा प्रतिक्रिया दिन नबिर्सनु होला र के कुरामा सुधार गर्नुपर्ने छ त्यो भनिदिनु होला है त। त्यति भन्दैमा म छुट्टिन चाहन्छु। गुड डे।